गाइज वेलकम ब्याक टु माई च्यानल। सो अहिले चाहिँ बेलुकाको 6:30 हुँदैछ। म चाहिँ चिया खाएर बसिरहेको। अब चाहिँ खानासाना बनाउनु लाग्नु पऱ्यो होइन। अनि आज चाहिँ म चाहिँ यहाँ चिकन बनाउनु लाग्यो गाइज। यो ठुलो मासु यसलाई चाहिँ म अब पोल्छु होइन। यो पोलेर अलिकति टेस्ट राम्रो आउँछ नि त, त्यो पोलेर नि काटेर नि यो मासु बनाउँछु। सो आज चाहिँ म मासु र खोइ रोटी बनाउँछु कि भात त्यो चाहिँ थाहा भएन, तर मासु चाहिँ सुरुमा पकाउँछु। सबभन्दा पहिला यसलाई चाहिँ पोल्छु है त। मासु चाहिँ पोले, यतिको चाहिँ पोलिसक्यो। अब चाहिँ पिस पिस गर्छु है त। चिकन हो क्या यो। तपाईँहरू यो चाहिँ गाइज मासु काटिसकेँ। अब चाहिँ म मासु भुट्छु है त। तेल तरिसक्यो गाइज। चाहिँ मेथी हाल्छु। सुक्खा हाल्छु अनि मासु हाल्छु। सुरुमा चाहिँ मासु फ्राई गर्छु। के गर तिमी? के गर्छौ? अझै हेर है तिसानी यहाँ भित्र पसेर के गर्दैछ। बदमासी, खालि बदमासी। रात परेको अवस्था गाइज। बाहिर चाहिँ लुगा सुकाएको छु। अन्धारै होला है। अब हावा चलिरहेको छ। पहिलाको भन्दा अलि रात लामो भएछ नि त। अहिले 7 बज्न लागेको। अब चाहिँ अझै उज्यालो छ यस्तो। अनि यहाँ कोठाको हालत हेर्नु। यसको गाडी फेरि कहाँ पसेको के यो? बाहिर आऊ। यस्तै हो यसको। कहाँ पसेर बस्छ। यही हो यसको। अब कुर्तीको चाहिँ फ्राई भयो होइन। मैले त्यसमा बेसन मात्रै हालेको, केही हालेको छैन। यतिको फ्राई भयो। अब चाहिँ म प्याज हाल्छु है। अब चाहिँ प्याज हालेँ। प्याज हालेँ ल मैले त्यसमा लसुन, टमाटर, मसला, नुन सबै हालेँ होइन। यति नै है। अब फेरि अलिक ग्रेभी गरेर पकाउँछु है।
मासु चाहिँ पाक्यो। यतिको चाहिँ मैले मासु फ्राई गरेछु। अलिक ग्रेभी झोल चाहिँ नहालेको। अब चाहिँ खाना खाने भेट छ है। अनि यहाँ चाहिँ मैले भात बसालिसकेँ है। रोटी बनाउनु झ्याउ लाग्यो अनि त्यही भएर म चाहिँ भात बसालिसकेँ। अब चाहिँ यो कुर्नुपर्छ अनि त्यस पछाडि पाक्छ है त। ल गाइस, म चाहिँ भात खान लगाएको। सबैले भात खाइसक्यो है। बाबुले बुढाले भर्खर खाना खाएर बसेको उनीहरू। म चाहिँ अब खान लगाएको। दाल भात मासु अचार। आहा मिठो। दामी। यताको योभन्दा बढेको छैन क्या? पहिले खर्लक्क बढेर आयो जस्तो लागेको थियो। आजकल बढ्दैन क्या है?